ती साना हातले मेरो औँलालाई समातेको त्यो पहिलो पल अझै ताजै छ। त्यो न्यानो स्पर्श, ती मासुम आँखा र ती साना ओठको पहिलो हाँसो मेरा लागि संसारको सबैभन्दा अमूल्य क्षण थियो। यहाँसम्म आइपुग्दा ऊ कति धेरै परिवर्तन भयो। कहिलेकाहीँ हेर्दा लाग्छ अझै पनि ऊ मेरो सानो नानी हो, तर अर्को पलमा सोध्छु ऊ त बिस्तारै ठुलो हुँदैछ। एउटी आमाको दिल कति भावुक हुँदो रहेछ जब उसले आफ्नो सन्तानलाई सानोबाट ठुलो हुँदै गरेको हेर्छ। सधैँ सानो रहोस् भन्ने चाहना र ठुलो भएपछि संसार देखोस् भन्ने आशा बीचको द्वन्द्व हो यो। उसले पहिलो पटक आमा भन्छ भन्ने आशाले हर्षित बनाउँछ भने उसले अब मलाई कम चाहिन्छ जस्तो लाग्दा मुटु भाँचिन्छ। यस्तो लाग्छ समयले मेरो नानीलाई मबाट टाढा लैजाँदैछ, तर उसले दिएका ती ससाना यादहरू म सधैँ हृदयमा समेटेर राख्छु। हरेक हाँसो, हरेक आँसु, हरेक चोट अनि हरेक जित, यी सबै